वर्षबाट हामी आज सुरु पार्क यस्तो अनाहार छ यिनी आइहन् अनि हामी तिनटा अब माथि गएपछि अनि पहिलोचोटि आइगयो म आइदिन योभन्दा अगाडि कति राम्रो बाटोमा यो बाटो स्विमिङ यता हो स्विमिङ म अहिले गएर फेरि जोइन्छु है ल अब चाहिँ हामी आइसक्यौँ यही रहेछ अनि आज चाहिँ यसरी बनाउँदैछु मैले कस्तो लाग्छ क्या आफैलाई यसरी गराउँदा चाहिँ देखिन टिकट काट्ने हो ल अब हामी यहाँबाट प्रवेश गर्छौँ प्रवेशद्वारबाट मासु के पकाएर पिकनिक आउँदा के पकाउँछन् र अरू ल अब हामी जान्छौँ माथि कता जान्छौँ थाहा छैन एक ठाउँमा बस्छौँ चटपट खान्छौँ अनि त्यसपछि बल्ल के भन्यो यिनीहरू यता नि देखे हन् कि देखे होइनन् काम चलिरहेछ यहाँ आज पिकनिक रहेछ होइन 2 ठाउँमा छ आज पिकनिक यहाँ अब हामी यहाँ हुन्छ यस्तो रहेछ ठाउँ यहाँ यस्तो धारा छ म आएको थिइनँ आज घाटाबाट नि पिङ सिङ सबै रहेछ पानी खाने हो आऊ भाउ न ल खाऊ पानी खाऊ त कस्तो राम्रो है धारा त राम्रो छैन यिनीहरू दुईटी आइरहेका हुन् मेरो फर्स्ट टाइम हो म आदिन यहाँबाट माथि हो यहाँ यो बाटोबाट माथि गयो भने चाहिँ कहाँ पुग्छ अरे सुशीला यहाँ माथि गयो जङ्गलमा पुग्छ जङ्गलमा के उस देखाइन्छ के अरे ए यहाँ माथि उस बनाउँदैछ भ्यू टावर बनाउँदैछ ओके सुनोल एरिया सबै देखिन्छ अरे यहाँबाट माथि भ्यू टावर छ अरे अब जानु बनाउँदैछ बनाउँछ थाहा छैन कि हामी पनि त्यस्तो विशेष सक्दैन त्यसको बारेमा थाहा छैन पानी खाम पहिला अहिले म बनाइदिन्छु भिडियो गाइस यिनी पानी खाँदैको छिन् मलाई त केही बोल्न आउँदैन म त यस्तै हो ल अब हामीलाई हेरौँ यिनी गइन् अब हामी अहिले अगाडिसम्म जाऊँ यस्तो बाटो यो ल हेर्नुहोस् त यता यहाँबाट माथि गयो भने चाहिँ पुरै सुनलको एरिया चाहिँ किन भ्यू टावर बनाउन लाख अरे गएको चाहिँ छैन म अब यो यतिखेर यिनले नि अब ब्लगर बन्न लाग्यो क्या तिमी पनि अब यहाँबाट माथि बनाउँदैछ अरे होइन अब फेरि जाउँला आज एकदमै घाम छ साँझसम्म पनि बसिन्न होला सायदै हामी अब साँझसम्म बसिन्न अब अहिले चाहिँ यस्तो घाम छ अनि घाम भएको भएर चाहिँ हामी उतातिर गइन्न भनौँ अब किन अब यसरी मोबाइल यस्तो गराएर फेरि मैले गराउँदिनँ कि मैले फ्रन्ट क्यामेराबाट गराउँथेँ धेरै जसो आज चाहिँ यसरी गराऊँ भनेर हो अब कस्तो भइरहेको पनि थाहा छैन यता यस्तो पिकनिक कार्यक्रम चल्यो अनि हो केटाकेटी किङ खेलिरहेछन् अब यहाँ मान्छेहरू हुनुहुन्छ मलाई बोल्न लाज भइरहेको अब ल यहाँ यिनीहरू केटाकेटी जस्तै खेलेछन् फेरि कहाँ आउँछ र घुमेर यो बालपनको मेरा यता पनि खेल्दै हुनुहुन्छ खेल्न नसकेर सुशीलाले सीतालाई उचाल्न नसकेर झर भयो ल यिनीहरू दुइटाको बालापन चाहिँ गएको छैन म चाहिँ बुढी भइसकेँ भन्नु नि भएन
छोरा छोरीले बाउ भन्ने आमा भन्ने बेलामा एउटा गीत थियो है के हो रुदै खै कसो म बिर्से यस म त क्यामेराम्यानहरू गाइज कहाँ गए पनि गर्नु साह्रै रमाइलो हलुङ्गा बन्नु पर्यो नि त उठाऊ उठाऊ के ए खोइ सुशीला उठ ए खोइ जानै जान्दैन इना दुईटा मलाई एक्लै पारेर दुईजना उता बसे हामी ती दुईजना गरेर साथी किन तिमी एक्लै जा म कहाँ सक्छु त नि तिमीहरुलाई ओए ओए रमाइलो भयो ओए ओए म फेरि आफै रोटम लागि केटी मेरो जिन्दगी हौ सानो देब्रेपट्टि छातीमा होला किन देब्रेपट्टि राखेको दाहिनेपट्टि राख न दाहिनेमा देब्रेमा मुटु हुन्छ नि त्यही भएर देब्रेमा मुटु अनि देब्रेमा दाहिनेमा जाऊ 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 पिङ खेल आइज न आइज खेल्छु अब अच्छा यस्तो गर्मी छ साँझ पहबर शीतल हुन्छ है मर्छु क्या चक्कर लाएर मन खेल्छु नि त हामी दुईटी अब यहाँ पिङ खेल्न थाल्यौँ ए मर्छु नि देखे हो कि देखे होइन कुन्नी आज आकाश कहाँ राम्रो देख्यो हो भाइ तिनी फेरि उहाँ टिकटक गराउँदैछिन् आउ न बच्चा यसको कुरा सुन्नु भयो चक्कर आएर ढल्यो भने के भयो भने यिनीहरूले भन्ने पार्नु नि हो कि क्यारे यो सबुत यो एउटा यस्तो सबुत हो यसले आफैले त्यस्तो भनि हे हामीले केही गरे हैनौँ अब तिमीहरूले यसले यो छोरी पाएर छोराछोरीलाई छोराछोरी पाएर छोराछोरी खेलाउने उमेरमा यिनीहरू यहाँ आफूहरू पिङ खेल्दैछन् यिनीहरूलाई हेर त थुक्का अब बिहा गरेर अब छोराछोरी पाएर छोराछोरीलाई यस्तो स्याटरडे पारेर घुमाउन हिँड्ने बेलामा यिनीहरू आफैहरू घुमिरहन् गाइजहरू भयो अलिअलि पिङ खेलेर सक्यौँ अनि पिङ खेलेर अब हामी टिकटक बनाउन प्रस्थान गर्दैछौँ होइन ब्याग त लेखाउनु अब हामीले टिकटकमा छोड्दै लाग्यो ब्याग त यस्तो भिडा भिडै हो यसरी हेरेको हेरे हामी चाहिँ हेरेको हेरे भने जस्तो भाइले टिकटक गराउनु लाग्यो अब हामी फेरि आएर यहाँ बस्न लायौँ टिका त मेरो गएछ भाइ यता खान दुईटी मेरो टिका गएछ टिकटक बनायौँ एकछिन अनि यसरी हिँड्दैछौँ उसमा बस्छु म अब तल ठोकिँदो रहेछ नअल्लिकन बस्ने ठाउँ है यो त कस्तो घाम छ यहाँ आएर बस्नु अब गर्नु भयो लास्टै भेट हुने वर्षमा 2082 सालमा भेट भयो अब हुन्न 83 भेटौँला खतरा गीत बजाखानु कास्ते गाहान बजाएको नि गाहान मम्मी यहाँ भिडियो नराख मैले भिडियो बनाएको देखेर यिनीहरूलाई एलर्जी भयो अब हेर्न सानो भनेर बस्यौँ हामीहरू यस्तै चटपट खाना आयौँ तलपट छुनै भएन जहाँ गयो नि मोबाइल पट्टीहरू हामी अब घर आएर पनि मैले कपडा पनि फेरिसकेँ अनि त्यसपछि सुशीला
दुध पनि लिइसकि अब पावना घर पुगिसकिन् अब हामी जान्छौँ आजको लागि भिडियो यति नै कस्तो लाग्यो भन्नु होला घाममा डुलेर भिडियो बनाएको लाइक गर्नु कमेन्ट सब्स्क्राइब सबै गरिदिनु होला ओके बाई बाई नाइस टु मिट यु